The topic I have chosen is practical philanthropy. And practical philanthropy is something that I have been talking about, that I try to practice myself, and that I try hard to promote as well. Practical philanthropy ko कुरा गर्दाखेरि म कहाँबाट सुरु गर्न चाहूला भन्दाखेरि it's about an hour that I left my house, left from home, and can you make a guess how many people in the last 1 hour may have died in the world because of hunger or hunger-related causes? Can you make a guess? गएको 1 घण्टामा संसारमा म घर छोडेर यहाँ आउँदासम्म कतिजना मान्छे भोकबाट या भोकसँग सम्बन्धित कारणबाट मरे होला यो संसारमा? 1000 मान्छे मरिसके। मैले घर छोडेर यहाँसम्म आउँदाखेरि 1000 मान्छे संसारमा भोकसँग सम्बन्धित कारणबाट मरिसके। यो संयुक्त राष्ट्र संघ यो विश्व खाद्य संगठनले दिएको तथ्याङ्क हो। अनि can you imagine how many children in Nepal may have died in last 1 hour because of the lack of proper health facilities? कतिजना गएको 1 घण्टामा मर्यो होला नेपालमा सामान्य स्वास्थ्य सुविधा नपाएर? हरेक घण्टा नेपालमा 4 जना बच्चाहरू प्रपर हेल्थ फेसिलिटिज नपाएर मर्ने गर्छन्। र यो सेभ द चिल्ड्रेनले दिएको तथ्याङ्क हो। भनेको यो कार्यक्रम सुरु भएर यो कार्यक्रम अन्त हुँदा 5 घण्टामा 20 जना बच्चा नेपालमा सामान्य स्वास्थ्य सुविधा नपाएर मरिसकेका हुन्छन् र संसारमा 5000 मानिसहरू खान नपाएर मरिसकेका हुन्छन्। अनि यसको कारण के होला? यसको कारणको कुरा गर्दाखेरि हामीलाई सजिलो छ कारणको कुरा गर्न। राजनीतिज्ञलाई गाली गरे पनि भयो, संसारका शासकहरूलाई गाली गरे पनि भयो, किनभने यस्ता मान्छेको विषयमा ध्यान नै दिएनन् उनीहरूले भनेर तर्क गरे भइहाल्यो। तर वास्तविकता त्यो हो त? त्यो वास्तविकता हुँदै होइन। संसारमा के पर्याप्त खानेकुरा नभएर 1 घण्टामा 1000 मान्छेहरू मरिरहेका हुन्, अथवा संसारमा पैसा नभएर नेपाल जस्तो देशमा हरेक घण्टा 4 जना बालबालिकाहरू स्वास्थ्य सुविधा नपाएर मरिरहेका हुन्? हुँदै होइन। हो चाहिँ के? त्यो कुरा अहिले हामी गरौँला। तर वास्तविकता चाहिँ के हो भनेदेखि हामीसँग आजसम्म विश्वले कहिले पनि नदेखेको समृद्धि छ। हामीसँग आजसम्म विश्वले कहिले पनि नदेखेको वैज्ञानिक विकास छ। हामीसँग प्राविधिक विकास योभन्दा अगाडि संसारले यति प्राविधिक विकास कहिले पनि देखेको थिएन र संसारमा योभन्दा अगाडि जुन किसिमको भौतिक हरेक किसिमको विकास भन्नुस् त्यो कहिले पनि देखेको थिएन। अहिले जस्ता हार्वर्ड, येल, अक्सफोर्ड, केम्ब्रिज, एलएससी जस्ता विश्वविद्यालयले यति धेरै प्राज्ञहरू उत्पादन गरिराखेका छ जसले हरेक दिन हरेक क्षण यो संसार कसरी परिवर्तन गर्ने भनेर लेखिराखेका हुन्छन्, कुरा गरिराखेका हुन्छन्। र यस्ता अहिले हामीले जसरी म मञ्चमा बसेर बोलिराखेका छु त्यस्तै किसिमका यो समाजलाई कसरी बदल्न सकिन्छ भनेर नेपालमा मात्रै होइन संसारभरि दर्जनौं गोष्ठी, कार्यशाला, गोष्ठी र कार्यक्रमहरू भइराखेको हुनुपर्छ। तर संसारको स्थिति चाहिँ वास्तवमा के छ त भनेदेखि यति धेरै प्राज्ञिक, यति धेरै वैज्ञानिक, यति धेरै प्राविधिक सबै किसिमको विकास गर्दा गर्दै पनि संसार मास्तिर होइन तलतिर लागिरहेको छ। समष्टिगत रूपमा कुनै कुनै ठाउँमा आंशिक रूपमा हेर्ने हो भने अमेरिकामा राम्रोसँग विकास भयो होला, अथवा स्क्यान्डिनेभियन कन्ट्रिजमा राम्रोसँग विकास भयो होला, युरोपमा राम्रोसँग विकास भयो होला, एसियामै पनि कयौं देशमा विकास भएको होला। तर समष्टिगत रूपमा भन्दाखेरि संसार चाहिँ माथि होइन तल लागिराखेको छ। कसरी? धनी र गरिब बीचको खाल्डो बढेको छ। धनी र गरिब बीचको खाल्डोको कुरा गर्ने बित्तिकै वामपन्थी रहेछ भनेर भन्न बेर लाग्दैन मान्छेहरूले। तर यो वामपन्थी हुनु नहुनुसँग सम्बन्धित कुरा होइन, वास्तविकता हो। धनी र गरिब बीचको खाल्डो बढिराखेको छ। संसारको 40% सम्पत्ति संसारका सिर्फ 2% धनाढ्य मान्छेहरूको हातमा केन्द्रित छ।
र संसारका तल्ला तबकाका 50% मानिसहरू सिर्फ संसारको 1% सम्पत्ति बाँडीचुँडी गरेर बाँचिरहेका छन्। 40% of the world's global wealth is accumulated in the hands of 2% richest people on earth, and 50% of the poorest people on earth share just 1% of the global wealth. Is that justified? र यो चाहिँ युनाइटेड नेसन्स युनिभर्सिटीले गरेको सर्भेले दिएको तथ्याङ्क हो। अनि मान्छेहरूमा भायोलेन्स बढिरहेको छ संसारमा, सेन्स अफ इन्सेक्युरिटी बढिरहेको छ, इन्भाइरोमेन्टल डिग्रेडेसन बढिरहेको छ भनेपछि यति धेरै विकास भएर र संसार यति धेरै समृद्ध भएर हाम्रो पुस्ताले अथवा हामीभन्दा अगाडिदेखि अब आइराखेको पुस्ताले संसारलाई के दिएछ भन्दा समष्टिगत रूपमा एउटा व्यक्तिलाई आत्मसम्मान दिएछ, परिचय दिएछ, शान दिएछ, मान दिएछ, सम्पत्ति दिएछ, तर समष्टिगत रूपमा संसारलाई धेरै कम कुराहरू मात्रै दिएछ। यो वास्तविकता, यसलाई डिनाइ गर्न सकिँदैन। तर गर्ने के त? मानवीय स्वभाव त्यही हो। मान्छेले आफ्नो लागि गर्न खोज्छ, तर समाधान कसरी गर्ने? अब समाधान कसरी गर्ने भनेर विभिन्न मान्छेहरूले विभिन्न कुराहरू सोध्छन्, भन्छन्, गर्छन् र मैले र मेरा केही साथीहरूले हामीले सोचेको एउटा उपाय भनेको वी कल इट प्र्याक्टिकल फिलन्थ्रोपी, व्यवहारिक परोपकार। अब व्यवहारिक परोपकार भनेको के हो? किन यस्ता किसिमका गम्भीर समस्याहरूलाई सामना गर्नको लागि यदि सिम्पल एउटा टर्म अथवा प्र्याक्टिकल फिलन्थ्रोपी भने जस्तो कुरा कति मान्छेले त गरि नै राखेका छन् नि, कौनसा ठुलो कुरा भयो त्यो? यति सानो कुराले कसरी परिवर्तन लिएर आउन सक्छ भनेर प्रश्न उठ्नु स्वाभाविक हो। त्यो कसरी ल्याउन सक्छ भनेर कुरा गर्दाखेरि म पहिला व्यवहारिक परोपकार भनेको के हो म त्यसलाई अलिकति व्याख्या गर्न चाहन्छु। त्यो भनेको के हो भने यहाँ मेरो अगाडि पुष्पा बसिराख्नु भएको छ, उहाँले पनि पछि बोल्नुहुन्छ। उहाँ नेपालमा मात्रै होइन संसारमै मैले साह्रै आदर गर्ने एकजना युवा हुनुहुन्छ, युवती हुनुहुन्छ। तर उहाँलाई साह्रै आदर गरे पनि म उहाँ जस्तो हुन सक्दिनँ, किनभने ममा मानवीय लोभको अंश छ, मानसमा हुने स्वाभाविक लोभको अंश छ। उहाँले सम्पूर्ण जीवन नै कसैको सेवाको लागि भनेर अर्पण गर्नुभयो। यो उमेरमा, जुन उमेरमा सबै महिलाहरू, उहाँको पारिवारिक पृष्ठभूमिका महिलाहरू कि त विदेश जान चाहन्थे, कि त साथीहरूसँग रमाइलो गर्न चाहन्थे, कि त अझ पढाइमा उन्नति गर्न चाहन्थे। उहाँले त्यही उमेरमा सबै कुरा त्यागेर जेलमा बसेका बाबुआमासँग बसेका बच्चाहरूलाई लिएर आएर आफू आमा बनेर हेर्न थाल्नुभयो धेरै बच्चाहरू, होइन? तर त्यो त्यागको भावना, त्यो असाधारण त्यागको भावना हो। त्यो त्यागको भावना हामी सबैमा हुँदै हुँदैन, किनभने हामी सबै मान्छे हौँ। मान्छे भनेको प्रकृतिको अंश हो। प्रकृतिको अंश हुनुको अर्थ के हो भने प्रकृतिमा 12 घण्टा उज्यालो भयो भने 12 घण्टा अँध्यारो हुनै पर्छ। त्यो प्राकृतिक नियम हो र त्यसका हामी पनि अंश हौँ। कोही असाधारण व्यक्तिहरू मात्रै त्यो नियमलाई तोड्न सफल हुन्छन् र त्यसमध्येको एकजना पुष्पाजी हुनुहुन्छ। तर हामी अधिकांश सक्दैनौँ। तर सक्दैनौँ भनेर यो समस्याको सामना गर्ने कि नगर्ने, हामी नै यसको शिकार बनिसक्यौँ, हाम्रै समाज यसको शिकार बनिसक्यो, यो संसार हाम्रो एउटा स्वार्थ केन्द्रित चरित्रको शिकार बनिसक्यो भने हामीले सामना गर्ने कि नगर्ने? गर्नको लागि अब के त सबैजना पुष्पाजी जस्तो हुन सक्दैन। के चाहिँ गर्न सक्छन् भनेदेखि म यदि बियर खान्छु साथीहरूसँग भनेदेखि महिनाको 1 बोतल बियर कम खाएर मेरो जीवनमा कुनै असर पर्छ? पर्दैन नि। म दिनदिनै मोमो खाजा खान्छु भने महिनाको 2-4 प्लेट मोमो कम खाँदा मेरो जिन्दगीमा केही असर पर्छ? अथवा म दिनको 5 कप चिया खान्छु भनेदेखि मैले दिनमा 1-2 कप चिया खाँदाखेरि कम खाँदाखेरि मेरो जीवनमा केही असर पर्छ? पर्दैन। हो, भन्न खोजेको के हो भनेदेखि यदि यो समाज रूपान्तरणलाई सघाउने हो भने, यो समाजको बारेमा यस्ता
कन्फरेन्सहरू गरेर कसरी समाजलाई रूपान्तरण गरेर भाषण मात्रै गर्ने होइन र साँच्चीकै रूपान्तरणलाई नै सघाउने हो भने अलिकति आफ्नो खल्तीबाटै काट्नै पर्छ। नत्र भए 5 तारे होटलमा गएर कर्णालीको विकास कसरी गर्ने भनेर मजाले भाषण गर्यो, कस्तो सान आउँछ यसरी उभिएर बोल्दाखेरि मलाई पनि अहिले ठुलो सान आइरहेको छ। साँच्चै भनेको मैले कस्तो सान आउँछ, कस्तो राम्रो बोले भनेर आफ्नै मख पनि परिहाल्ला अथवा अरूले ताली पनि पिट्देला। मैले लेख लेख्दाखेरि पनि त्यस्तै हुन्छ। कहिलेकाहीँ साथीहरूले फोन गरेर क्या राम्रो लेख लेख्नु भएछ भनेर प्रशंसा गरिदिन्छन्। मेरो टाउको ठुलो हुन्छ, हाइवे सिनेमामा अभिनय गरेर त्यो चाहिँ गाली मात्रै खाइ गाली खाएर मैले सकारात्मक रूपमा ल्याएको छु। अनि त्यसो हुनाले यस्ता कुरा गर्नलाई असाध्यै सान आउँछ, असाध्यै रमाइलो हुन्छ, सबैले प्रशंसा गरिदिन्छन्। बीबीसीमा अन्तर्वार्ता लिँदाखेरि बाफरे क्या सोध्नु भएछन् भनेपछि रविन्द्र मिश्र मक्ख। तर डज इट एक्चुअली हेल्प चेन्ज एनिथिङ? मैले गरेको कामबाट के चाहिँ परिवर्तन भयो त, वास्तविक रूपमा कहाँनिर चाहिँ परिवर्तन आयो त भनेर मूल्याङ्कन गर्दाखेरि त्यसले मेरो सान बढाएछ, त्यसले मेरो मान बढाएछ, त्यसले मलाई केही आर्थिक उपार्जन दिएछ, तर वास्तविक रूपमा समाज रूपान्तरण चाहिँ गरेनछ। र त्यस कारणले गर्दाखेरि साना साना कुराहरूमा ठूलो कुरा गर्दाखेरि आफूले अलिकति सानो त्याग गर्ने भावनालाई प्र्याक्टिकल फिलेन्थ्रोपी भनेर भन्न खोजेको, त्यसलाई व्यवहारिक परोपकार भनेर भन्न खोजेको। र त्यो व्यवहारिक परोपकारलाई बुझ्दाखेरि कतिपय मान्छेले कहिलेकाहीँ म फेसबुकमा पनि, फेसबुकको मेरो पेजलाई पनि यो प्र्याक्टिकल फिलेन्थ्रोपी र म फिलेन्थ्रोपिक जर्नलिजम भन्छु, त्यसलाई प्रमोट गर्नको लागि कोसिस गर्छु। र कतिपय मान्छेले मलाई के प्रश्न गर्छन् भनेदेखि होइन देशको राजनीति नै सप्रिन पर्यो, राजनीति नसप्रिकन यो एउटा दुईटा स्कुल बनाएर नि हुन्छ, कसरी हुन्छ भनेर भन्छ। जुन कुरासँग म पूर्ण रूपमा सहमत छु। तर वास्तविकता के हो भनेदेखि जो मान्छेले कोशीमा बाढी आउँदाखेरि त्यो बाढी पीडित जसले खाना पाएको छैन र जसलाई सुत्नको एउटा पाल छैन, त्यो मान्छेलाई पाल र खाना कसरी उपलब्ध गराउने भनेर सोच्दैन र होइन यो चाहिँ वातावरणीय परिवर्तनलाई अथवा हावापानीमा हुने परिवर्तनलाई नरोकिकन कोशीमा बाढी आउन रोकिँदैन भनेर सोच्छ। त्यस्तो मान्छेले के पनि गर्न सक्दैन। राम्रा राम्रा भाषण दिन सक्ला, राम्रा राम्रा पेपर लेख्न सक्ला, तर उसले केही पनि गर्न सक्दैन। त्यो भनेको के हो भने जब तपाईँ फिल नै गर्नुहुन्न, तुरिनमा झुन्डिएर विद्यालय जाने विद्यार्थीहरूको फोटो देख्दा तपाईँको मन दुख्दैन अथवा हाम्रो मन दुख्दैन। कर्णालीमा खाना खान नपाएर आफ्नै बच्चाहरूसँग आत्महत्या गर्ने आमाको समाचार पढ्दा जबसम्म हाम्रो मन दुख्दैन, जबसम्म यो देशको 28,000 सरकारी स्कुल मध्ये 5,000 मा मात्रै पुस्तकालय भन्न सकिने किसिमका पुस्तकालय छन् र बाँकी अन्य पुस्तकालय नै छैन भन्ने कुराले हाम्रो मन दुख्दैन, जबसम्म यो देशमा झन्डै 40-50% भन्दा कम विद्यार्थी स्कुल लेभल सकिने जाँच एसएलसीमा फेल हुन्छन् भन्ने कुराले हामीलाई छुँदैन। त्यो भनेको साह्रै पेथेटिक फिगर हो। जबसम्म त्यसले हामीलाई छुँदैन हामीले भोलि केही पनि गर्न सक्दैन। त्यसो हुनाले प्र्याक्टिकल फिलेन्थ्रोपी भनेको इट इज नट जस्ट अबाउट ह्यान्डिङ आउट मनी, इट इज अबाउट मेकिङ पिपल मोर ह्युमन, मेकिङ सोसाइटिज मोर ह्युमन होइन। र जब तपाईले अथवा हामीले त्यसरी अरूको पीडालाई आत्मसात गर्न सक्छौं, त्यसपछि मात्रै हामीबाट निस्किएका प्रशासक, हामीबाट निस्किएका राजनीतिकर्मी, हामीबाट निस्किएका अन्य विभिन्न पेशामा काम गर्ने मानिसहरू इमानदार हुन्छन्, उनीहरूभित्र मानवताको भावनाको विकास हुन्छ र उनीहरूमा एउटा बढी यो भ्रष्टाचार नगर्ने प्रवृत्तिको विकास हुन्छ, किनभने उनीहरू अरूको लागि पनि सोच्छन्। जब हामी अरूको लागि सोच्दै नसोच्ने प्रवृत्तिको विकास गरिरहेका छौं दिन प्रतिदिन, हामी माझबाट निस्किएका प्रशासक अथवा हामी माझबाट निस्किएका राजनीतिज्ञहरू भ्रष्ट भयो भनेर कसरी गुनासो गर्ने? किनभने हाम्रो चरित्र भनेको के हो भने ठूला ठूला व्यापारीले घाट छले कर छले भनेर फेसबुकमा गजबले गाली गरेर स्टेटस लेख्यो, बाहिर आएर भाषण गर्यो, अनि घरबाट
फर्निचर किन्न जाँदा अथवा टेलिभिजन किन्न जाँदा पसलेलाई फुसुक्क ढाकको बिल चाहिँ नबनाइदिनुहोस् न है भनेर भन्नु। हामी त्यो प्रकृतिका मान्छे हौँ र यसलाई अस्वीकार नगरौँ। यो हाम्रो हरेक घरमा, हाम्रो परिवारमा, हाम्रो नातागोतामा हुने कुरा हो। जबसम्म हामीमा त्यो चरित्र रहन्छ, यहाँ उभिएर यस्ता किसिमका आदर्श छाड्नुको कुनै अर्थ छैन। किनभने त्यो चरित्रबाट हुर्किएको मान्छेले भोलि राजनीति गरेपछि कसरी राम्रो राजनीति हुने? त्यही भएर यो प्र्याक्टिकल फिलन्थ्रोपीको कुरा गरेर विकास गर्न खोजेको कुरा चाहिँ के हो भने हामीले जति सक्छौँ त्यति गरौँ। अलि धेरै सक्नेले धेरै गर्ला। जस्तो त्यो अवधारणालाई इम्प्लिमेन्ट गर्नको लागि म लामो समय बेलायतमा थिएँ। बेलायतमा हुँदै हामीले हेल्प नेपाल नेटवर्क $1 a month फन्ड फर नेपाल भनेर एउटा चार्ज सुरु गर्यो। हेल्प नेपाल नेटवर्क ₹100 a month फन्ड फर नेपाल भनेर भन्छौँ हामी नेपाल। त्यसको होल आइडिया के थियो भने हामीलाई $1 अथवा ₹100 मात्रै दिनुहोस् र गरेर हेरौँ र त्यो भावना विकास गरेर हेरौँ। नेपालीको बीचमा त्यो भावना विकास गरौँ। नेपालको लागि नेपालीले गर्नुपर्छ भन्ने भावनाको विकास गरौँ भन्ने सोच थियो। त्यो चाहिँ नगर्ने अनि यहाँ आएर ठुला कुरा गर्ने बाहिर बसेर अहिले म बारम्बार गैर आवासीय नेपालीहरूलाई के भन्दैछु भनेदेखि उहाँहरूले धेरै राम्रा कामहरू पनि गर्नु भएको छ, तर नगर्नेहरूको संख्या पनि ठुलो छ। उहाँहरूलाई के भन्दैछु भने विदेशमा 30 लाख नेपालीहरू बस्छन्। 30 लाख मध्ये 15 लाख नेपालीबाट हामीले केही अपेक्षा गर्न सकिँदैन, किनभने गाई भैँसी आफ्नो जग्गा जमिन बेचेर गएका नेपालीहरू छन्। उनीहरूबाट हामीले अपेक्षा गर्न मिल्दैन। तर बाँकी 15 लाख नेपालीले धेरै ठुलो कुरा गर्नुको साथमा आफूले छोडेको गाउँ, आफूले छोडेको ठाउँमा एकजना बच्चाको मात्रै शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिदिने हो भने यो देशमा 15 लाख बालबालिकाले हरेक वर्ष राम्रो शिक्षा र स्वास्थ्यको सुविधा पाउने रहेछ। केही पनि गर्नु पर्दैन। त्यसको लागि हेल्प नेपालले चाहिँदैन, पुष्पाजीले चाहिँदैन, एक्सन एड केयर इन्टरनेसनल केही पनि चाहिँदैन। सिर्फ आफूले छोडेको गाउँमा एकजना बच्चाको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने हो भने विदेशमा बस्ने नेपालीले मात्रै यो देशमा 15 लाख बाल बच्चाको राम्रो शिक्षा र स्वास्थ्यको सुविधा पाउने रहेछ। त्यो चाहिँ नगर्ने अनि त्यहाँबाट देश बनाउने कुरा गर्ने। त्यसै कारणले गर्दाखेरि यो जुन हाम्रो आडम्बरित चरित्र छ त्यसलाई न्यूनीकरण गर्नुको लागि, लोभ विरुद्धको लडाईँ लड्नको लागि डाक्टर चक्रराज पाण्डे हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ भने लोभ विरुद्धको लडाईँ लड्नु पर्दो रहेछ भनेर भन्नुहुन्छ। त्यो लड्नको लागि एउटा सहज माध्यम के हो भने प्र्याक्टिकल फिलन्थ्रोपी। त्यो अलिकति जति सकिन्छ त्यो धेरै हुनेले, जस्तो सिद्धार्थ राणा एकजना यङ इन्डस्ट्रियलिस्ट हुनुहुन्छ, एकैचोटि उहाँले 1 करोड हामीलाई दिनुभयो, एकैचोटि दिनुभयो। नसक्नेले हामीलाई ₹100 ₹20 पनि दिएका छन्। तर त्यो भावनाको विकास हुनु पर्यो। अनि त्यहाँबाट हामीबाट निस्किएका राजनीतिज्ञहरू सबैजना अलिकति राम्रो हुन्छ। नत्र भएदेखि अहिले समाज रूपान्तरणका लागि हामीले यस्ता कुराहरू गरिराखेको छौँ, त्यो सम्भवै छैन। त्यसै भएर इन्डिभिजुअल सोशल रेस्पोन्सिबिलिटीलाई जति बेलासम्म हामी मन गर्दैनौँ त्यति बेलासम्म यो पब्लिक रेस्पोन्सिबिलिटी अथवा कर्पोरेट सोशल रेस्पोन्सिबिलिटीको आजकल कुरा आउँछ। मैले सधैँ भन्ने गरेको एउटा कुरा के हो भने when those people who don't have sense of individual social responsibility sit around a nice table and talk about corporate social responsibility, it simply doesn't work. कामै गर्दैन त्यो खाली जेस्चर मात्रै हुन्छ। त्यसै हुनाले हामी सबैले, तपाईहरु कति धेरै जसो युवाहरू हुनुहुन्छ, सानैदेखि दिने गर्ने अरूको लागि गर्ने भावनाको विकास गर्नै पर्ने रहेछ। हाम्रो बाजे बराजुको पालामा खान पुगोस् दिन पुगोस् भनेर आशीर्वाद दिँदै रहेछ। दशैंमा कुनै पनि बेलामा आशीर्वाद दिनु पर्यो भने तिमीलाई पनि राम्रो होस्, अरूलाई पनि राम्रो गर है भने त्यो क्षयीकरण हुँदै 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 आएर अहिले के भयो, मैले बच्चादेखि मलाई दिएको आशीर्वाद त ठुलो भएस्, त ज्ञानी भएस्, त धनी भएस्, त मानी भएस्, चन्द्रमा तेरो दाहिने हुन्, त फलानु जस्तो भएस्, त ढिस्काना जस्तो भएस् बाहेक मैले के पनि सुनेको छैन। सानैदेखि मेरो रगतको नसामा सो केन्द्रित हुनुपर्छ र तै ठुलो हुनुपर्छ भनेर मलाई आशीर्वाद दिने, अनि ठुलो भएर अलिकति पढ्ने लेखे अलिकति जान्ने भएपछि चाहिँ तैले देशको लागि गर्नुपर्छ भन्ने, देयर इज अ ह्युज कन्ट्राडिक्सन, इट डजन्ट वर्क। किनभने मलाई सानैदेखि के सिकाइयो भने तै ठुलो हुनुपर्छ, तै ज्ञानी हुनुपर्छ, तै मानी हुनुपर्छ, तै धनी हुनुपर्छ भनेर सिकाइयो। त्यसो हुनाले म सके भने 5 वटा 7 वटा घर पनि राखौँला, महल पनि राखौँला, अझ जहाज पनि राखौँला, अझ पैसा भयो भने प्लेन पनि किनौँला, सबै गरौँला, जबकि आफ्नै आँखा अगाडि
छाप्रोमा मान्छेहरू मरिरहेका छन्। र त्यो कुरालाई चेन्ज गर्ने भनेको कुरा चाहिँ के हो भनेदेखि हामीले सानैदेखि खान पुगोस् दिन पुगोस्। मैले यो आफ्नै किताबको शीर्षकलाई मैले यहाँ उल्लेख गरेँ, त्यो प्र्याक्टिकल फिलोसोफीसँगै रिलेटेड कुरा हुनाले मैले उल्लेख गरेको हुँ। त्यसै भएर यो सारा समस्याहरू जुन छन् हामीले सोचिरहेको होलाौँ हामी काठमाडौँमा बसेर यति कुराहरू गरिरहेका छौँ, विकास त भइरहेछ नि भनेर सोचिराखेको होलाौँ, होइन। हामीले धेरै कुराहरू बिगारेको छौँ, हाम्रो पुस्ताले बिगारेको छ, हामीभन्दा माथिको पुस्ताले बिगारेको छ। जेलाई हामीले चेतना भनेका छौँ त्यो वास्तवमा उत्तेजना हो र हामीले गाउँ गाउँमा चेतना मात्रै होइन गाउँ गाउँमा उत्तेजना पनि फैलाएका छौँ। त्यसो हुनाले अरूको लागि जिम्मेवार हुन, अरूको लागि सोच्न र अरूको लागि गर्न प्रेरित गर्ने अवधारणालाई मैले प्र्याक्टिकल फिलोसोफी अथवा व्यावहारिक परोपकार भन्ने गरेको छु। मैले यति भन्दाखेरि सायद मैले के सन्देश कन्भे गर्न खोजेको भन्ने कुरा स्पष्ट भयो होला भन्ने मैले आशा लिएको छु। र यति भन्दै म आफ्नो कुराकानी आफ्नो अलिकति विचार यहीँ टुङ्ग्याउँछु। तपाईहरू सबैलाई र हामी सबैलाई खान पुगोस् दिन पुगोस्।